हेलो सिन्धुली सम्धि काभ्रेली सम्धि नुवाकोटे सम्धिहरूको के छ खबर। म आइसकेँ है चक्रेलामा फेरि आफ्नै पारा लिएर। भर्खर काम सिद्धियो होइन, चिलमा छु म, मलाई बालै छैन। हेलो नमस्कार सबैजनालाई, स्वागत छ पनि मेरो युट्युब च्यानलमा, मेरो युट्युब ब्लगमा फेरि पनि धेरै पछि। म आज भर्खर मेरो काम सिद्धाएर, मेरो दिनभरिको काम सिद्धाएर म अब घरतर्फ लाग्दैछु र म काम गर्दै गर्दाखेरि आज मेरो दिमागमा यस्तो घाम झुल्क्यो कि मेरो आज म भिडियो बनाउँछु भनेर मेरो दिमागमा झड्का लागिसकेपछि, र अहिले पनि झड्का लागिरहेको थियो र मेरो दिमागमा झड्का आएको थियो कि म बनाउँदिनँ भिडियो, तर मैले फेरि झड्का हान्दिएँ, म बनाउनुपर्छ, म बना भनेर। अनि त्यही भएर बनाउन आँटिसकेको छु, म बनाउन लागिरहेको छु, बनाइरहेको छु। र म अहिले मेरो 5 मिनटमा आउने बसलाई निरन्तर रूपमा नेपाली बेच्छ त केटा हो, निरन्तर रूपमा ओहो त्यो ऊ भन्छ नि स्टपलाई, के अरे वेटिङलाई के भन्छ, निरन्तर रूपमा कुरिरहेको छु। ओहो विदेशी भइसकेको छु त, निरन्तर रूपमा कुरिरहेको छु। 5 मिनटमा मेरो बस आउँछ। अनि त्यही हो, आज चाहिँ म आज घर गइरहेको होइन, म साथीको घरमा जाँदै हो आज। यसो यस्तो केटाहरूको घरमा नै जानु पऱ्यो नि त कहिले काहीँ, होइन? कहिले काहीँ यसो रमाइलो गर्नु पऱ्यो। कहाँ जहिले घरमा बसेर मात्रै हुन्छ त। अब नेपालदेखिको यो डुलुवा पानी होइन, यो हाम्रो बाबा मम्मी चाहिँ भतुवा भन्थ्यो है। भतुवा पानीले त छोडे होइन, त्यही भएर अलिअलि त गर्नु परिहाल्यो, दिनु परिहाल्यो। अनि यस्तै हो है। अब बस कुर्नी। अनि तपाईँहरूलाई मैले आज खाजा खाएको थिएँ कि दिउँसो। मैले आज अलिकति म बजारबाटै किनेर अलिकति मिलाएर खाजा बनाएको थिएँ होइन, त्यो पनि देखाउँछु भनेर राखिरहेको छु। मैले 2टा बनाएको थिएँ, एउटा र आधी खाएँ मैले, आधी त छ। अनि आधी राखेको छु, अहिले आधी म बसमा खान्छु कि झ्याप्प लाएर होइन, तपाईँहरूसँगै मिलेर के होइन। आधी चाहिँ तपाईँहरूसँग खानलाई राखेको हो क्या मैले। म त्यस्तो छु क्या म भ्युअर्सको लागि। कुरामा लाइक सेयर सब्सक्राइब गर्नु है त। अनि त्यही हो। अनि एउटा कुरा देखाइदिइहाल्छु म, यो चाहिँ हाम्रो यता लाइम बाइक भन्ने हुन्छ। यस्तो बाइकहरू धेरै छ, तर अहिले यहाँ धेरै बनिसकेको छ। तर सबभन्दा सुरुमा चाहिँ यो आएको थियो जस्तो लाग्छ मलाई लन्डनमा। यो चाहिँ हजुरहरूले QR कोड स्क्यान गरेर मोबाइलमा एप डाउनलोड गरेर एकैछिनमा पैसा तिरेर यो साइकल तपाईँहरूले आधी 1 घन्टा जता पनि लान सक्नुहुन्छ कि। म चाहिँ यसरी नै गइरहेको बस, यो लन्डनको 2 तले बस कुरिरहेको छु म। तपाईँहरूलाई 2 तले बसमा पनि चढाउँछु आज, ल है त, जम्मै यस्तो परिवारहरू पनि हुन्छ फेरि लन्डनमा। यो फेरि नेपालमा मात्र हुन्छ होला भन्नु होला, तर परेवा चाहिँ देखिरहेको हुन्छ यहाँ। तर नेपालको जस्तो सफा परेवा चाहिँ हुँदैन यहाँको, सबै भूत जस्तो हुन्छ परेवा यहाँको। तर फेरि नेपालको जस्तो डराएर चाहिँ भाग्दैन फेरि यिनीहरू, लास्ट चाम्रो हुन्छ। भाग्दा नेपालको त हुर्रो गरेर भागिरहेको हुन्छ नि, अनि नजिक गऱ्यो भने यसरी हात देखाइदिनुपर्छ, भाग्छ। तर यहाँको त लास्ट चाम्रो हुन्छ। त्यही हो। ल बस आउँछ मेरो, अब जाने ल त, बसमा गएर खानुपर्छ ल है त। ल मेरो बस पनि आयो, यही बस हो। अब मान्छेहरू धेरै यसरी कुरिरहेको हुन्छ म जस्तै। अनि अब चढ्ने अनि जाने, म माथि जान्छु है त। ल तपाईँहरू देखाउँछु, यही त 2 तले बसमै माथि गएर कुरा गर्छु म तपाईँहरूसँग। यसरी जानुपर्छ, भरिङ हुन्छ यहाँ, 2 तले हुन्छ यहाँ चाहिँ। यस्तो छ मान्छेहरू। म त सबभन्दा पछाडितिरै जान्छु होला, किनकि मलाई अलिकति ल तर कहिलेकाहीँ रमाइलो लाग्छ यसरी बसमा हिँड्नु पनि रमाइलो लाग्छ। म त्यो उता उभिरहेको थिएँ, तपाईँहरूलाई म खाना देखाउँछु नि त है, चट्ट लाएर। यतापट्टि चाहिँ बसौँ न ल है त। म ब्याग खोल्छु है त, ब्याग खोल्छु। तपाईँलाई देखाउँछु मेरो ब्यागमा के छ हेर्नु। मेरो ब्यागमा के हुन्छ, मेरो हात काटे साँच्ची। म तपाईँहरूलाई, मेरो भ्युअर्सहरूलाई यस्तो इम्पोर्टेन्ट गम्भीर कुरा मैले नभन्नु, मेरो हात काट्यो हिजो। काम गर्दै ग्लास पुस्दै थिएँ है, पुरा है ग्लास पुस्दै थिएँ। फेरि भाँडा मोल्छ यसले भन्नु फेरि फलाना चिलानालाई गएर यसले त विदेशमा भाँडा मोल्दो रहेछ नि,
हिरो बन्ने मात्र रहेछ यो भाँडै त मोल्ने रहेछ नि भाँडै त हान्ने रहेछ नि भन्नु होला फेरि बारटेन्डर हो रक्सी बनाएर दिने ककटेल भनेर नबुझ्नु होला फेरि त्यही भएर रक्सी बनाउने कफी हुन्छ नि कफी बनाउने मान्छे हो भाँडा हान्छ जस्तो लाग्छ अनि अर्को मैले यसमा पोको पारेको छु मैले अघि भनेको चाहिँ मैले आज बजारमै किनेर 8 पाउन्ड लाग्यो है यतिको खानाहरू किन्दा पनि 8 पाउन्ड भनेको 1500 रुपियाँ है यसमा चाहिँ राम्रै कुराहरू छ नि त फेरि यसमा चिकन सलामी जस्तो हुन्छ मैले आफै बनाएको हो यो ब्रेड पनि आफै किनेको हो यो गेडागुडीवाला ब्रेड यो असली तत्त्व हो यो असली माल हो आमामा अनि काँक्रो पनि किनेको थियो काँक्रो चाहिँ मैले ल्याएन काँक्रो चाहिँ फ्रिजमै छोडेको छु काममा अनि यसमा चाहिँ चिज छ डबल लेयर चिज छ होइन अनि यो बोइल्ड चिकन हो हजुरहरूले अलिकति अब के भन्नु अब खोइ देखाउँ भने यस्तो खालको हो यो माल यस्तो हो यो पत्थरवाला माल हो कि पसले आन्टीले काटेर दिनुभएको काटेर अनि मसँग मही छ मही हो यो चाहिँ मही गर्मी महिनामा चट्टा लाएर पकाउनलाई म एक बाइट चाहिँ दिइहाल्छु तपाईँहरूलाई ल मसँग ब्यागमा अरू के छ नदेखाउँ हात धोएर आउनु पर्ला भनेको ल हेर्नु त गेडावाला यसै हुन्छ मान्छे स्वास्थ्य बाबा मम्मी भगवान् तपाईँलाई धन्यवाद मलाई जीवन दिनुभएको बर्गर कसरी बनाउँछु देखाउँछु यहाँ मसँग ठुलो कुरा गरे जस्तो होला के गर्न मन भयो चाहिँ के सिक्न मन भयो पाठ लिन मसँग म सिकाउँछु भिटेनले भन्छ नि फ्यासन हान्न सिक्छस् भाइ आइज मसँग पाठ लिन होला हो कि के भन्छ नि आइज होइन आइज सिकाइदिन्छु फ्यासन आइज मसँग पाठ सिकाइदिन्छु फ्यासन आइज मसँग क्लास लिन होला हो कि के भन्छ कि फ्यासन पनि सिकाइदिन्छु आइज क्लास लिन आइज मसँग क्लास अहिले अलिकति म स्लो डाउन पावर सेभिङ मोडमा छु कि भोलि पर्सि देखाउँछु नि म होइन तपाईँहरू साथमा बस्नु पऱ्यो कि त्यही भएर म त मिलन चक्रेले संसार देखाउँछ तपाईँहरूलाई ग्यारेन्टी कसमै ल मेरो फोनमा धेरै स्पेस छैन बोल्यो भने भर्छ है स्पेस यतिमै म भ्लग टुङ्गाउँछु म छोटो यसरी नै रमाइलो भ्लगहरू हालिरहेको हुन्छु ल्याइरहेको हुन्छु लास्टसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद मेरो मनबाट नेपाली भाषा चाहिँ अझै पनि हराएको रहन्छ मेरो मनमै रहेछ मेरो मनबाट धन्यवाद तपाईँहरू सबैलाई है मनबाट आभारी छु है लाइक गर्नु अनि यो लास्टमा भिडियो हेरिदिनु हुनेहरू चाहिँ अति राम्रो आत्मा भएको मान्छेहरू हो कि म चाहिँ फेरि आत्मा कन्ट्याक्ट गर्ने मान्छे हो यो थोपडा यो देखावटी नकाबहरूमा मलाई खासै लगाव छैन कि म आत्मा कुरा गर्ने मान्छे हो एनर्जी कुरा गर्ने मान्छे एनर्जी बुझ्ने मान्छे हो म फेरि है शान्ति नठार्नु होला फेरि है लाइक सेयर सब्सक्राइब गर्नु यति नै हो फेरि भेट्छु नेक्स्ट ब्लग अझै खतरा आउँछ ल थ्याङ्क यू बाइ पिस आउट म्यान सी यु लेटर